चाहिँ हामी फेरि आइसकेको एउटा नयाँ भिडियो लिएर र आज चाहिँ हामी गर्दैछौँ के गर्दैछौँ गेस द बलिउड मुभिज बाई इमोजी च्यालेन्ज। अनि आज चाहिँ हामीलाई भाइले खेलाउँदैछ है यो चाहिँ हजुरहरूले रिक्वेस्ट पनि गर्नुभएको थियो अगाडि होइन गेस त के अरे हो हामीले मुभी गर्न लागेको छौँ हजुरले सिरियलहरू भन्नुभएको थियो अब सिरियलको चाहिँ त्यति साह्रो उसले खेलाउने हो नि त त्यही भएर कहाँ केबाट निकाल्छ हामीलाई थाहा भएन मुभी भनेपछि त मुभी नै निकाल्छ भनेर चाहिँ मुभी गरेको हो हजुरहरूको रिक्वेस्टेड भिडियो नै हो यस ल बलिउड मुभी ल गाइस ढिलो नगरिकन सुरु गरौँ। सुरु गरौँ। धेरै हामीलाई पनि आउँछ त मुभीको नेमहरू त्यही पनि इमोजीबाट थाहा पाउनु पर्ने हो ल यो के हो राइट 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 सोफा राइट राइट होइन त्यसलाई अर्को के भन्छ यस पनि भन्छ नो पनि भन्छ यस Mister बस Indira. यस बस मैले यस बस व्हाट इज यस बोस म त 90s को एउटा आउँदैन भयो खेला Yes, पनि 90s को अरे फेरि होइन सबै छ होला अर्को पनि छ 90s ले कुनै 90s Yes, अनि यस बस मुभी त एउटा टुक्का के थाहा छ मलाई अब यस बोस रे वाह। यस बोस रे कहिले नसुनेको 90s को यस बस मुभी थियो त यस त्यो किन थिएन उसको शाहरुख खानको यस बस मैले भनेको होइन र? मैले भनेको नि अलि यस जस्तै पनि छ भन्नु नि ए जन्मिँदै नजन्मेको मुभीहरू देखाएर अनि 90s को अरे दुईजना क्या मामुली चुज गरेर होइन यो गर्ने भनेर अर्को पनि छ अहिले अहिले तेह्र आउँछ। बनाएको पनि लगाइदिए नि त नयाँ पनि लगाइदिए अहिले आउँछ अहिलेको त अनि हामीलाई पनि त मलाई पनि केही थाहा छैन नि अहिलेको अहिले तैँले हेरिरहेको त मिलाएरै गर्नु परेन त 90s को मुभिजहरू तैँले चाहिँ हेरिनस् तैँले पनि त त्यही हेर्दै त्यही एउटा हाम साथीहरू हाम अब के गर्ने हेऱ्यो होला कि 90s को मुभी भन्छन् त होला। ओके ल नेक्स्ट यसले एउटामै 1 मिनेट लाग्दो रहेछ अनि हो त्यो गर न हो त्यस्तो गर सोल्जर मैले भने सोल्जर भनिन्छ ल सोल्जर हो टुक्का हान्ने कोही सोल्जर हो अब सोल्जर नै होला सोल्जरै हो त्यति छिटो चाहिँ भन्न पाइँदैन नि कसरी अझ पाउँछ थाहा हेर्ने बित्तिकै त पाउँछ अन्त सोल्जर सोल्जर मिसिलामा बसाएको मात्र भन्छु साँच्चीको आज त म त बस्छु मात्र 90s हो भने त ल अब अब अर्कोमा चाहिँ एउटा। तुक्का भए पनि हान्छु होइन पखना पखाइले गर्दै गर यिनीहरू सोल्जर त थाहा थिएँ तर सोल्जर मुभी थाहा थिएन देखाइसिन् त कहिले देखाइसिन् त्यो अब हेरिनस् त क्या एकदम फेमस Tom Hanks हेरिनस् अरे म उहिले म टर्न बाइ टर्न गरौँ क्या बबी दलको हेरेको छु नाइ ल अब पाउँ हाम्रो ल नेक्स्ट हो यो ब अर्कोबाट हो यो वान ल ब्यान्ड बाजा बरात मैले भने वाला मैले पनि भने नि ब्यान्ड बाजा बरात दुईजना एकैचोटि भने बेसी गली छोरा के हो ल खा त त्यसो यसले पहिला भन्ने होला बेन्च चाहिँ अहिले भन्ने ब्यान्ड बाजा बरात ब्यान्ड बाजा बरात गाइस जस्तो यो 90 को अर्को चेन्ज गरेर होइन त्यही हो अर्को एउटा त्यो एउटा चेन्ज त्यो गरेको अब अर्को के को 90s भन्ने बित्तिकै त थाहा पाएकै मुभीहरू हुन्छन् पहिला यो सुतेपछि अर्को गरौँ न त। सोल्जर चाहिँ त थाहा नपाउनु बेग्लै कुरा हो तर होइन। अहिले भर्खरसम्म पनि कतिवटा हलमा अस्ति भर्खरसम्म लागिरहेको मुभी हो सोल्जर के भन्छन् त कहिले नखा पाएको हाल्दैन सोल्जर सोल्जर त्यस्तो कुरा गरिस् भने त अहिलेको मुभी तैँले जुन जुन हेर्छस् त हामीले पनि एउटै हेरेको छैन ल औ ल ल ओके ल ल ब त्यो खिच्नुपर्छ हो फुल बने अङ्गारे हो हो सजिलो थियो त फुल बने अङ्गारे बनी अङ्गारे
के हङ्गाएर प्रायः त 15 थाहा हुनु पऱ्यो नि त भन्नुको लागि अब अर्को आउँदैछ त दुईटाबाट यसले लिएछ एउटा 90s मात्र एउटा चाहिँ नर्मल मुभीहरू अनि मेबी नर्मल मुभीमा चाहिँ अहिले घरि पनि छ होला 90s एउटै आउँदैन मलाई ग्यारेन्टी ल पक्मा खाँदैछु ल अब आयो फुल बनाउनु गऱ्यो कति आयो रकस्टार रकस्टार कस्तो इजी हो यो त म त पत्थरतिर गएँ अन्त म पनि हिन्दी पत्थरतिर भन्ने गएँ। बित्तिकै पत्थर कस्तो इजी ला यो त छुट्टो चिज ओइ तर्को चिज छुटाउँछिस् अब छुट्टो नि त ल अब नेक्स्ट अर्को होइन कि त भयो यो त पटाक भन्नु ल फुलर काटे अझ त्यो बनको पहिला पनि एकदम फेमस मुभीहरूमा चाहिँ त यो खान पाइँदैन क्या अब त यो त यसले भनिहाल्छ ऊ त उसले भनिहाल्छ नेक्स्ट प्लिज यो चाहिँ प्याच भन्नु भयो बर्फी बर्फी मेरो भने है मैले भने जस्तो लाग्यो पाइदियो बर्फी मैले भने हालेर भन्छ भन्छ न अन्त भने नि आवाज आएन। मन भने नि मन भने अनि अरे तर स्टुडियो अलिकति फर्क जस्तो लाग्यो होस् अहिले के हो अहिले त 3 दिइसक्यो है अब आउँछ हजुरको टर्न प्लिज लाइदिए ए त्यो उसले भनिदिन्छ अब 80s को निकाल्नुपर्छ जस्तो छ 80s को चाहिँ मलाई केही आउँदैन फेरि 80s। पुरानो पुरानो गर्छ ल ल ल हनीमुन हनीमुन ल हनीमुन हनीमुन भन्ने पुरानो हो पुरानो कि नयाँ नयाँ हनीमुन अनि हनीमुन मलाई पनि थाहा छैन हनीमुन त्यहाँबाट जाउँ न को थोरै फर्स्ट टाइम देख्दैछु ऋषि कपुर उसको बाउ हो रणबीर कपुरको बाबा रणबीर कपुरको बाउ अम्बो रणबीर कपुर त धुरन्धर वाला त्यो सिङ हो बर्फीवाला रणबीर कपुर ए यो वाला ओके ओके पप्स ओके म यही लाउँछु ल हो ल राजा बुढा के हो यो त किङ किङ खान होइन के होला किङ खान खान त कसरी हुन्छ किङ 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 राजा के आएगी बरात राजा ल भएन राजा और रंग राजा और रंग राजा बुढा राजा और रंग राजा दादाजी खोइ के भयो? हो ल राजा और रंग बादशाह के कुन के हो कि बा किङ किङ अङ्कल अरे, म एउटा खान एउटा मात्र ल एउटा उसले खानु पर्यो अरे ओके किङ अङ्कल अरे हौ क्वीन क्वीन मैले कति रहेछ हौ तैँले नै हो त मैले एम्पायरले भन्नु पर्थ्यो है कसले हो त्यस्तो त अघि मसँग पनि टक्कर टक्कर भएको थियो ल ल ल भयो अरे कुछ दिनुपर्छ ल मुन ब्ल्याक ब्ल्याक ला ब्ल्याक ब्ल्याक कसले भन्नु मैले यसले मुभी चाहिँ थाहा छैन कुन हो ब्ल्याक चाहिँ ब्ल्याक उसको के अरे अमिताभ बच्चनको ब्ल्याक छैन ल दुक्रामा नयाँ हो त किन हेरिनुहोस् त यो चाहिँ ब्ल्याक कति नयाँ हो अनि नयाँ नयाँ नि त हो नि कहिले अब
त जन्मे पछिकै हो जोस् 1-2 वर्षमा हेऱ्यो होला होइन धेरै भएको छैन होला ब्ल्याक मुभी आएको त्यो ब्लाइन्डवाला के थाहा हुनुपर्ने हिरोइन वही त्यो हिरोइन मरि नि सर्च नगर न साइड गरेर के गरेर हो त्यही गरेर के हेरेको 2005 म जन्मेको नि त्यतिखेरको रहेछ म त अलिक पछिको जस्तो लाग्छ ल जे होस् ओके ल थिएन ब्ल्याक पनि हेर्ने भने भनि नि नजन्मेर नि किन भनिस् चेन चाहिँ साइड ए यो त हुँदैन यो साङ्ला यो त दादा अझै पनि पाएन जन्जिर रहेछ चेन भन्ने फिल्म छ नेपाली बोतल एसिड के हो के पो थियो जहर त्यसको जहर नाम? न, न, जहर के हो त्यसको नाम जहर जहर हजुरको अँ, एकछिन है अब म भन्छु एसिड एसिड के त्यो उ छ नि यसलाई के भन्छ छपाक छप्पाक गरे एसिड यस्तो भएर चाहिँ छपाक एसिड रेखाको मुभी छ नि एउटा के अरे मलाई नाम भन्दैछ त त्यो हो कि क्या एसिडवाला रेखाको होइन होला म चाहिँ छपाक भन्छु है अँ। दिपिकाको एसिड जहर हजुरले जहर जहर एसिड छपा ए छप्पाक चाहिँ होला हौ यो त के हो तेजाब तेजाब ए मैले उतै भन्न खोजेको तेजाब चाहिँ रहेछ हौ रेखाको भन्यो नि त रेखाको माधुरीको तेजाब चाहिँ रहेछ कता कता आएको नि थियो कि भूत होइन होला भूतनाथ भूतनाथ ला भूतनाथ भूत भुता भूता व्हाट इज भूता भूत जङ्गलमा सुत अनि त सबै खाएको हो नि त यो त ल कन्टिन्यू ल वार वार हजुरको लडाई लडाई डान्डिया भयो के यस्तो गर्नु नि आएन त वार आएको आयो ए यो त खाएकै भयो त हौ 90s लगा यो त मामाहरू खान्छ चिन्ता थियो मैले हेरेको छु एउटै हो यो 90s चाहिँ यताको होइन एउटै हो क्या सबै हिन्दी मुभी मिक्स ठिकै छ यो पनि त्यो छिटो भनेर मात्रै हो कन्टिन्यू ल कन्टिन्यू भयो ल ल टिफिन ए क्या आएकै अस्ति छैन म भर्खर त हेरेको ए टिफिन बक्स अँ, ए। ला टिफिन बक्स हो टिफिन बक्स होला त्यो मलाई थाहा थियो यार ए त टिफिन हो कि टिफिन बक्स हो लन्च ए, त लन्च बक्स ए अस्ति भर्खर पनि कन्फ्युज भएको थियो टिफिन बक्स अरे हौ लन्च बक्स होइन हौ यो त यस्तो तरिकाले त नसक्नु उप्स के हो सोच कर एकछिन एकछिन है टेम्पल का हार सोचकार सोच कर अनि के हो सोच कर म सोच कर खै हो सोचकार टेम्पल सोच त सोचै हो सोच प्लस कार सोच प्लस ब्लू सोच तब्लु सोच कर आइरन कुन फिल्ममा सोच यो चाहिँ सोचकार भन्ने त फिल्म चाहिँ नि के छ त नि यस्तो दिमाग की बत्ती जला दे कार में बैठकर आयो के हो दिमाग कर दिवाकर सरकार 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 ए सर ओ सोच सर सर यस सरकारै हो बुढा त ट्यालेन्टेड ओहो हो रहेछ सर देखाइरहेको रहेछ यसले सोच भनेर म पनि सोचै सोचिरहेको मम्मीले दिमाग कर भन्छ दिवाकर मैले भनेर दिमाग हुन्छ नि त यहाँनिर हो कि भन्नु थाल्यो यो भनेको टेम्पल हो
तर रमाइलो हुँदो रहेछ मुभी खेल्न पनि है भयो ठिपीसँग एकचोटि हजुरहरूलाई चाहिन्छ भने ठिपीको अलिक फुर्सदै हुँदैन फुर्सद भएको लास्ट ए ब्ल्याक रक ब्ल्याक के हो त ब्ल्याक रक ब्ल्याक रकै होला होइन ब्ल्याक काला पत्थर काला काला धुन कि काला धुन काला पत्थर काला धुन काला पत्थर हो काला पत्थर मम्मी म त ब्ल्याक रक गऱ्यो इङ्ग्लिसमै दिएछु फेरि काला पत्थर इङ्ग्लिसमा दिएछु फेरि अघिदेखिको रक थियो अनि अहिले पनि रक भनिदिएको त गइहाल्यो पत्थर अघि चाहिँ पत्थर भनेको थिएँ मैले रक स्टारहरू सबै हिन्दीमै छ हौ चेन्नई एक्सप्रेस ए चेन्नई नाइ 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 एक्सप्रेस पनि रहेछ म त उता त नहेरिरहेको त्यही दुइटा मात्रै हेरिरहेको छ चेन्नई एक्सप्रेस भन्यो लास्ट वान हो चेन्नई एक्सप्रेस चेन्नई एक्सप्रेस पुरानै हो त तर कसरी आयो त्यो त नि भर्खर 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 भनेर पुरानो तर आइहाल्छ नि बल्ल म आउँदै थियो पिता छुट्यो भारत इन्डिया इन्डिया भारत इन्डिया भन्ने इन्डिया यो त इजी थियो के हो त नि भारत इन्डिया हो हिन्दुस्तान त्यो भारत त्यो सलमान खानको अब बाबाले लास्टमा नखरा त्यो त आइसकेपछि हो ल पिज्जा फेरि आउँदैछ है फेरि आउँदैछ। पिज्जा आउँदैछ ल फेरि पनि हामी चाहिँ पिज्जा लिएर आइसक्यो पिज्जा लिएर आइसकेछौँ अघि चाहिँ उता सेलाउँदै थियो अनि फेरि जोइन भइसकेछौँ ओके ल भयो अनि भयो बत्ती पनि गएको छ खेल्दा खेल्दै बिचमा यस्तो भयो भयो खोइ थाहा नि त ओइ म्याच सलाई माचिस म्याच म्याच बक्स माचिस माचिस म्याच बक्स यसले अर्को भने मैले माचिस भने म्याच बक्स म्याच बक्स उसले म्याच स्टिक्स के भने म्याच माचिस माचिस ए, माचिस भने त अँ। अनि मैले खाएँ कुन फिल्म हो यो मार्टिस माचिस भन्दै थियो त पहिला तबु आमा। को थियो हिरो? त फुगत त्यहाँ हेरि होइन होइन साँच्ची माचिस ए हो? भन्ने कि हजुरलाई थाहा छैन यो मलाई पुष्पा थाहा रहेछ छैन नि। माचिस भन्ने मैले माचिस हेप्तरी जस्तो नि हुन्छ मार्टिस हो नाम पनि मार्टिस हो सलाले माचिस भन्दैन त भन्छ भन्नु त के म्याचिस त अरू अर्थ लाग्यो त्यो त अर्थलाई बिगारेको हुन्छ म खानै पाएको छैन त्यो अर्थमा फर्स्ट टाइम खाएको छु पिरोहरू ओके ल फ्रेस भयो बल्ल खानु पाएको है तिनवटा खाइछ होला हौ, तिन चार रेडी ओके भयो अँ, तँ चोर अब मैं सिपाही हो के तँ चोर मैं सिपाही हो अरू गेस हो त्यही यो आउट अर्कै खेल्ने अब अर्कै अर्को, खेल्ने अर्को। अर्कै खेल्ने यो त हुँदैन भएन यो त एकलौटी भयो 90s धेरै फेरि मैले खाने बित्तिकै यिनीहरू यसो भन्छ हौ होइन होइन 90s को आउँदैन हामीलाई बरु यही खेल्ने अनि अहिलेको पनि पुरानो पनि छ नि हामी 20s को हेर्ने यहाँ यहाँ यसमा सबै मिक्स छ ओके भयो नेक्स्ट भयो ल यता हटिहाल त जे गर्दै गर्छ नि हामी पनि खानु पऱ्यो होइन 15 ए जिरो ओ। जिरो ओ जिरो। ए तपाईँले एकैन किने हो शून्य। मन परेन मलाई शून्य शून्य त छैन होला जिरो होला जिरो शाहरुख खान शून्य थियो भने म उता खेल्ने हेरेको त छुइनँ मैले तर नि शून्य ए हावामा खायो छ्या ओ लान्छ अरे अब खाइसकेपछि फेरि अर्को गर्ने खाना खानै पुग्दैन त भाइ अहिले बिस्तारै खान्छे होइन किनभने यस अँ। किनभने मेरो दाँत भर्खर गराएको छ कि अनि त्यो भएर त्यो तातो पनि फेरि छैन। अब- ल अर्को दिँदै गर्दा हुन्छ ब्रिक वाल पर्खाल पर्खाल दिवार वाल दिवार दिवार वाल दिवार मैले पर्खाल भने पर्खाल त छैन होला नेपालीमा पो होला दिवार दिवार देव दिवार स्कुबा पर्खाल घुम्छ कारण यु कम्प्लेन
Buff. उम्, Devour. रन 3 अँ। रेस 3 रेस 3 हजुरहरूले चाहिँ किन हानेको गर्दै बस्छ नजाने हो रन 3 हो म त रन 3 मै होला भन्नु पुगेँ क्या हो नि त रेस 3 तो बिर्सेँ रन रेस हो 3 हाँ। रेस त्यो भनेर बिर्सेँ क्या आज त हामीले उति नै खानु पायौँ जस्तो लागिरहेछ मलाई है मैले थोरै नि दिन्छ म खानु पाछु प्लिज बम्बई बम्बई मैले पनि भनेको बाबाले भयो जस्तो लाग्यो अम्मा प्लिज ल मैले बाबाले भन्दा यो अगाडि मैले भने क्यान्सर यो जस्तो लाग्यो। क्यान्सर क्यान्सर कसरी मैले भनेको टाइ भएको थियो ल क्यान्सर ल त्यसो भए राख्नु तर हिजो पारले भनेपछि छैन। ल ल क्यान्सर बम्बई हेर। ल नेक्स्ट नेक्स्ट एक्सक्युज बेबी जुडुवा जुडुवा त्यस्तो लाग्यो बेबीहरू ये हो यस्तो नेपाली मुभीको त छैन होला है नेपाली पनि खेल्नु पर्छ होइन आफैले बनाउँदा आफैले बनायो भने मात्रै के छ कि छैन होला जुडुवा त मैले नि हेरेको थिएँ होइन अब हामीसँग ओन्ली 2 बाँकी छ च्याक्का आउँदैन नि त ल साह्रै भएन छत्री। वर्षा वर्षा ए होइन बारिस बारिस छत्री बरसात वर्षा बर्सात हो बारिस अरे लु, वर्षा अरे बारिस अरे वर्षा। सबभन्दा लास्ट भनेको फेरि मेरो वर्षा भन्यो नि त तुक्का हानेको मैले तर अनि छिटो भनेर भन्दै हाल्छ नि भन्दा भन्दै के हुन्छ लास्ट डेलो लाग्यो हेर गो त्यो त झन् मामले अब त्यो मामला दिन खोजेको कि के क्या बाटो मैले मैले खाउँदैन मैले मामले भनिदिन्छ यता यो छेकियो चाइना गेट ए छेकियो नि मलाई त छेकियो लु छेक्यो छेक्यो अर्को फर्स्ट लभ लेटर कसैले खानु पाएन भने म खान्छु यो एकछिन एकछिन बोल राधे बोल हो कि होइन बोल राधा बोल बोल राधा बोल बोल राधा बोल ल मैले भनिसकेँ बोल राधा हेर, हो बोल। कि होइन 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 भने म हाल्छु तूने ये क्या किया हो कि होइन खोइ ए हो मैले होइन बोल राधा बोल त मैले भनेको बोल तिमीले त राधे बोल भन्नु राधे। तिमीले त बोल राधे भन्। राधालाई हिन्दीमा राधे पनि भन्छ आमा, राधे राधे भनेको राधा राधा भनेको राधालाई राधे पनि भन्छ कि। आमा भन्छ राधेलाई राधालाई राधे अरे जुत्ता बोल राधे बोल खानुको लागि राधालाई पनि राधे भन्छ अरे हो बोल राधा बोले भने राधे भनेको केटाको नाम हो राधा भनेको केटीको नाम हो ल गाइस आजको चाहिँ हाम्रो पिज्जा यसपालि फेरि सकिसकेको छ अनि त्यही हो हजुरलाई चाहिँ आजको भिडियो कस्तो लाग्यो मन पऱ्यो लाइक गरिदिनु होला सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला र हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरेर सपोर्ट गरिदिनु अनि हाम्रो होला। ब्लग च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला डेली ब्लगहरू आइरहेको छ अनि अचार हजुरहरूलाई चाहिएको छ भने चाहिँ हामीमा चिकन अचार बिजुली अचार आपको सबै उपलब्ध छ Yes. हजुरलाई तल नम्बर राखिदिन्छौँ अचार मगाउनु होला अमिलो पिरो चट्ट परेको यस अनि सबैको लिङ्क चाहिँ डिस्क्रिप्सनमा छ र अब आजको लागि यति नै फेरि अर्को भिडियो होला बाई